यो नेपालमा चाहिँ सबै भ्रष्टाचारी भएको कारणले गर्दाखेरि होला के हो लाखा 15,000 भन्दै म चाहिँ हिँडेको खगेनतालाई धेरै धेरै धन्यवाद विशेष गरी फोन गर्दा पनि गरेर नर्भस भएर एकदम होपलेस भएर कुरा राख्नुभएको थियो साँच्चीकै फेल हुनुभएछ नि त। हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने मलाई लागिरहेको छ अनि म पनि सन्चै छु। अनि म चाहिँ आज बित्तामा आएँ फाइनली मेरो ट्रायल चाहिँ सक्सेस भएको छ। खगेनतालाई धेरै धेरै धन्यवाद विशेष गरी आज घरमा सबैजनालाई सरप्राइज दिने भनेर कसैलाई नभनी आएको, अनुलाई मात्रै मैले चाहिँ म्यासेजमा भनेको थिएँ। फाइनली अब 15 दिनमा चाहिँ मेरो लाइसेन्स कार्ड आइपुग्छ। एकदम ह्याप्पी। सबै यो नेपालमा चाहिँ सबै भ्रष्टाचारी भएको कारणले गर्दाखेरि मलाई ट्रायल दिनु जाँदै गर्दाखेरि सेटिङ मिलाऊ भन्दै थियौ। म त ट्रायल आफै दिन्छु भने अनि मैले आफै ट्रायल दिएँ अनि तिनीहरूलाई लाखा 15,000 भन्दै म चाहिँ हिँडेको अवस्था हो। तिनीहरू चाहिँ एकदमै धेरै सेटिङ मिलाउने भन्ने कुरा गर्दै थियो अनि मैले त म आफै 10 खेप भए पनि म आफै दिन्छु भनेर हिँडेको मान्छे हो। फाइनली निस्क्यो आजको दिनमा चाहिँ अनि अब चाहिँ एकदम धेरै एक्सपिरियन्स बढेको छ। ल जाँदैछौँ रुम। गाडी भिड छ, दाइले चाहिँ कुदाउँदै हुनुहुन्छ। मेरै स्कुटी लिएर आएको हो, मेरै स्कुटीबाट दिएको मैले चाहिँ ट्रायल। ट्रायल दिनु चाहिँ हेर्दा जति नै इजी भए पनि त्यति नै गाह्रो पनि छ। तपाईँहरूले पनि दिनु पाएको छैन भने ट्रायल दिनु होला अनि आफ्नो एक्सपिरियन्स बढाउनु होला। टमाटरको भाटा लिने आइपुगेको अवस्था हो। अब चाहिँ भने साथीहरू हामी खाजा खानु आएको अवस्था हो। खाजा खाएर फेरि रुम फर्किहाल्ने। अनि यहाँ चाहिँ माछा खाडी रहेछ, कति राम्रो फुल फुलेको रहेछ। कागतीहरू यत्रोमै कति धेरै कागती फलेको छ है। म देखाउँछु ल बेस्ट पिस्यानुमा खाजा खाएर पनि साथीहरू म चाहिँ दमक आइपुगिसकेको अवस्था हो। दमकको यो दमकमा तेल लाउने अनि त्यो लाएर चाहिँ घर जाने। साथीहरू म चाहिँ रुम आइपुगिसकेको छु अनि अब रुम आइपुग्दाखेरि चाहिँ म चाहिँ के गर्ने सोच छ भने नि साथीहरू, म चाहिँ सुमनलाई मेरो भाइलाई प्र्याङ्क गर्नु पर्यो। म चाहिँ फेल भएँ ट्रायलमा भनेर प्र्याङ्क गर्नु पर्यो। के कस्तो रिएक्सन दिँदो रहेछ मेरो भाइले चाहिँ हेर्नु है। साथीहरूले चाहिँ किन प्र्याङ्क गर्ने भने नि मलाई धेरै वास्ता गर्छ नि त, मलाई धेरै केयर गर्छ नि त। अनि म यसो नाटक पारी हेर्नु पर्यो अनि प्र्याङ्क गरी हेर्नु पर्यो के कस्तो रिएक्सन दिँदो रहेछ हेर्नु साथीहरू। ल के गर्दैछ? भिडियो बनाउँदै आएको के गर्दैछ? के हो खेल त भयो के गर्नु भिडियो गर्छ भरे चाहिँ के गरे पनि लाइसेन्स निकाल्नु सकिएन भने त त्यो निकाल्छस् कि दा फेरि मैले फेल गरेँ। अब 2 शब्द राखिदिएन त यहाँ भिडियोमा केही भन्दिनँ त किन चाहिँ नर्भस भएको। 1 खेप 2 खेपमा पास गरिनँ अनि अब 3 खेपमा त पास गर्छु होला नि त। अनि म त यहाँ कति रुको छु, आँखा यत्रो सुनिएको छ। 3 खेपमा 3 खेपमा 100 चोटिमा पनि निक्लिहाल्छ नि बिस्तारै। हतार खानु हात खानु काम छ।
अन्त नमस्कार नमस्कार अहिले पनि नमस्कार गर्नु चाहिँ यसले चाहिँ जति नै होपलेस भएको बेलामा पनि यसले चाहिँ सान्त्वना दिन्छ दिनु चाहिँ होपलेस हुँदैन यस्तै हो जिन्दगीमा दिदी होपलेस भएको दिदी रुको हेर्छस् त अनि दिदीको माया लाग्दैन तँलाई ट्रायल दिएर लाइसेन्स निकालेको ठुलो कि दिदीको खुसी ठुलो ए दिदीको खुसी ठुलो नि त्यही गरेर मात्रै ट्रायल नदिँदै हो ए अबदेखि बन्दै ट्रायल नदिनु अनि ट्रायल ननिकाले पनि त भएको छैन त्यही मैले भने जस्तै सिल्भरमा झुकिनु केमा झुकिनु भयो केमा झुकिनु र मलाई त साह्रो भयो क्या तँलाई पास गरेको राम्रो कि फेल गरेको राम्रो पास गरेको त राम्रै हुन्छ तर ठिकै छ गर्दै गर्छ हामी भइहाल्छ जिन्दगीमा तिमीलाई चाहिँ म पास गर्छु जस्तो लाग्थ्यो कि फेल गर्छु जस्तो लाग्थ्यो भन न पास त पासै गर्नु जस्तो लागिरहेको थियो तर ओके भन्छ हिजो त म त अनि ट्रायल दिएको बारीबाट चलेर झन्डै गएँ म हिजो चाहिँ के भयो अरे हिजोको देख्दा चाहिँ अनि यो चाहिँ के हो पास नागी ए पास गर्नुभएको त्यही भन्नु पर्छ त पास दिएर त यहाँ अनि यो ए लु कङ्ग्रेचुलेसन पास गर्नुभएको रहेछ है अब तिमीले ट्रायल ल ल ल ल कङ्ग्रेचुलेसन तपाईँलाई पास गर्नु के साह्रो चाहिँ ढाल्नु भएको मलाई कि त्यही होपलेस हुने भएर पाउनुहुन्छ र त्यही पनि मलाई नै होपलेस हुने गरी ए दामी भयो अनि पास गर्नुभएको छ त्यहाँ के फेल ऊ पनि हुन्छ मार्क्सहरू यहाँ त छैन तर 100मा 100 मेरो एक पॉइन्ट पनि मेरो कमी भयो 100मा 100 फेरि कङ्ग्रेचुलेसन 100मा 100 एउटै पनि यहाँनिर तपाईँको फोटो आएन अरे सबै नि ल पास लु कङ्ग्रेचुलेसन है मेनी कङ्ग्रेचुलेसन लु फेरि कङ्ग्रेचुलेसन ला कतिचोटि कङ्ग्रेचुलेसन गर्नु नि म त अलिक कोनी जस्तो लागिरहेको थियो किनभने मैले पनि हिजो तल ट्रायल दिएको थिएँ सेन्टरमा गएर यसो ट्रेनिङ गरेको बन्दै सकिनँ मैले त अनि दिदीले पनि कोनी हो भन्दै थियो तर पास चाहिँ गर्नुहुन्छ कि जस्तो लाग्दै थियो त मलाई लाग्दै थियो त मलाई झुकाउनु भएको छ पास त गर्नुभएछ दाइ साथीहरू म चाहिँ पास भएको पनि मेरो भाइलाई पनि खुसी लाग्यो अरे अनि ऊ पनि धेरै खुसी भयो सफलतामा त सबै खुसी हुन्छ नि आफ्नो परिवारहरू मैले सबैजनालाई सरप्राइज दिएको छु कसैलाई पनि भनेको छुइनँ नि त त्यसै कारणले गर्दाखेरि यहाँनिर हामी दिदीलाई पनि रूपा दिदीलाई पनि नभनी गएको अनि मलाई त नि कस्तो सरप्राइज दिनुभयो कि के भयो भने फोन गर्दा पनि नर्भस भएर एकदम होपलेस भएर कुरा गर्दै हुनुहुन्थ्यो होइन फोनमा पनि कहाँ हुनुहुन्छ कसो हुनुहुन्छ भन्दाखेरि पनि नर्भस जस्तो कुरा गर्दै हुनुहुन्थ्यो अनि यहाँ घरमा आउँदा पनि फेरि गरिराख्नु भएको थियो साँच्चीकै फेल हुनु भएछ नि त अब ठिकै छ भनेर भनिरहेको थियो त भनेर सरप्राइज भइरहेको पास यहाँ आम्म 100मा 100 यस्तो हुन्छ नि त अनि सरप्राइजै भयो खुसी लाग्यो खुसी एकदम खुसी अब बाइकको चाहिँ तिमी र म सँगै निकाल्नुपर्छ ल बाइक किनेर बाइकको चाहिँ दिदी भाइसँगै निकाल्ने ल सपनाहरू पुरा होस् अनि मैले ड्रेस पनि चेन्ज गरिसकेँ साथीहरू अब चाहिँ सुमन्डमा खानाहरू बनाउँछु अनि मेरो छोटो मिठो भिडियोलाई तपाईँहरूले हेरिदिनु भयो भने लाइक कमेन्ट सेयर गरिदिनु होला नयाँ हुनुहुन्छ भने फलो गरिदिनु होला प्लिज अनि म चाहिँ अब आजको भिडियोलाई म इन गर्न चाहन्छु सबैजनालाई बाई बाई सी यू